भएका श्रीकृष्ण अर्जुनको यस्तो कुरा सुनेर फरक फर्केर आएर अर्जुनलाई ए भाइ अर्जुन हजुर तिमीसँग अब अलिकति मेरो सरसल्लाह गर्नुपर्ने भयो भनेर भन्दा के गर्नु पर्यो दाजु ल भन्नु पर्यो भएर भन्दा नारायण राम 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 दुई हात जोडेर कसैले जन्मनु पर्ने कहिले मर्नु पर्ने कहिले रोनु पर्ने कहिले हाँस्नु पर्ने नारायण हे राम 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 संसार यस्तै छ संसार यस्तै नैनिसारनले नाम गरेको क्षेत्रमा नारायण राम 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 पुगे पाउँदैन हामी सबै बुढा बुढा कसैका दारी फुलेका कसैका के भएका तर पनि हजुरको उमेर त अहिले 16 वर्ष खै पनि अरू सबै जातमा के छ भने अरू सबै जातमा
जो जेठो उसलाई बुढो भन्ने चलन छ तर ब्राह्मणहरूमा चाहिँ जसले जाने त्यसलाई मान्ने चलन अहिले पनि रहेको कुरो नारायण राम 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 दुई हात जोडेर सुखदेव स्वामी पनि के छ भन्दा खाली कथा वाचन गर्ने अर्कालाई उपदेश दिने उनको कामै छैन। तिमीले त एकै शिरमा भगवान पाउला शिरमा राख्नु पायौ हाम्रो 21 कुल तिमीले तार्यौ हे भने तिमी चिन्ता नगर है। यदि प्रहलादले भनेपछि भोलि राजाको मुखमा हेर्न भगवान नारायणले हे भोलि अब तिम्रो शिरमा त केही पनि छैन तिम्रो केही छैन मेरो भनाइ मान्छौ भने भोलि अब तिमीले भनेको कुरो पुर्यायो भने अब मैले पनि तिमीलाई पुर्याउनु पर्नेछ। यसै तिम्रो कुल मैले मार्दिनँ भने त मार्दै हुँदैन मैले तर अब तिमीले यति गरेपछि अब 8औँ मनु तिमी स्वर्गको इन्द्र भनेको तिमी हो। अब अहिले चाहिँ अब 7औँ मनु छ 8औँ मन्वन्तरमा धनु चलाएर अलिब्यार लडाइँमा लडे भनेर यो भाइ अर्जुन घमण्ड गर्न थालेछ। यसलाई के हो परमात्मा परमेश्वर ईश्वरको लीला कृपा कस्तो हुन्छ भनेर नारायण व्यवहारी देखाइदिनेछु तिमीलाई देखाइदिनेछु। स्वर्ग फर्किन भनेर तयार भएका श्रीकृष्ण अर्जुनको यस्तो कुरा सुनेर फरक फर्केर आएर अर्जुनलाई ए भाइ अर्जुन हजुर तिमीसँग अब अलिकति मेरो सरसल्लाह गर्न पर्ने भयो भनेर भन्दा के गर्नु पर्यो दाजु ल भन्नु पर्यो भएर भन्दा अब तिमी र म दुईजना मिलेर यत्रो महाभारत युद्धमा गुरु पुरोहितलाई मारियो दाजुभाइलाई पनि मारियो मामालाई मारियो काकालाई मारियो सारा सबैलाई ध्वस्त पारियो आमा दिदी बहिनीहरू सबै फुपूहरू विधवा भए यी सारा ताप र पाप र त्यसको तापले तिमीलाई हामीलाई नष्ट गर्छ। त्यस कारणले गर्दाखेरि तिमी र म दुईजना मिलेर नारायण व्यवहारी तीर्थ घुम्नु छ।
यो तिमीले लगाएको राजसी कपडा सबै खोल श्रीपेश पनि खोला सबै जामा पनि खोला तकमा पनि खोला सबै खोला पिताम्बर धारी भनेर पहेँला कपडा लगाएर पिताम्बर लगाएर छातीमा कस्तो बनेको माला लगाउने शरीरमा जटा बनाएर अब हामी तीर्थ जानुपर्छ भनेर अर्जुनलाई जब कृष्णजीले भनिसकेपछि अर्जुनलाई पनि कृष्णको हुकुम भएपछि मान्न कर लाग्यो नमानी सुखै थिएन सारा सम्पूर्ण राजसी कपडाहरू खोलेर अर्जुन र कृष्ण दुईजना तीर्थ जान भनिकन नारायण जय हरि भए तयारी पिताम्बरधारी जोगी बनेर सारा सुन्दर जोगी कलिला कलिला उमेरका केटाहरू बनेर सुन्दर जोगी बने दुवैजना कृष्णजी अघि अघि अर्जुनजी पछि पछि जङ्गलको बाटो गरेर जाँदा जाँदा जङ्गलमा एउटा बाघको डम्बरू भेटेछन् बाघको बच्चा डम्बरूलाई पनि नारायण जय हरि साथमै लिएर साथमै लखर जङ्गलको बाटो जाँदा 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 अनि महाभारतकै एउटा सानो राज्य कौस्तुभ भन्ने एउटा राज्यमा पुगेछन् र त्यहाँ मोरध्वज भन्ने राजाले राज्य गर्दथे त्यही मोरध्वज राजाको दरबारमा नारायण जय हरि दाखिल हो